विक्रम सम्वत 2050 साल ज्येष्ठ 2 गते एमालेका शीर्ष नेता केपी शर्मा ओली र माधव कुमार नेपालले पार्टीका महासचिव मदन भण्डारीलाई दिउँसो 2 बजे पोखरा पुग्ने गरी फ्लाइटबाटै जानु भनेर भन्छन्। भण्डारी सोही बमोजिम निकन एयरको उडानबाट काठमाडौँदेखि पोखरा पुग्छन्। खासमा भारतीय जासुस संस्था रको मास्टर प्लानद्वारा मदन भण्डारीलाई मार्ने योजना बनाइएको कुरा नर्थ कोरियाका जासुसहरूले थाहा पाइसकेका थिए र भण्डारीलाई होस गर्नु भनेर पनि भनिसकेका थिए। त्यसै कारणले ओली र नेपालले रको नयाँ योजना अनुरूप चाँडोभन्दा चाँडो काम सक्नै पर्ने भएको थियो। थप ढिलो गर्ने मिल्दैन थियो। अब यता पोखरामा चाहिँ अघिल्लो दिन नै संगठन विभागका प्रमुख जीवराज आश्रित अनि केन्द्रीय कमिटी मेम्बर बचस्पति देवकोटा र केशवलाल श्रेष्ठलाई बोकेर ड्राइभर तथा तनहुँ जिल्ला सम्पर्क समितिका सचिव अमर लामा बा अच 8793 नम्बरको पजेरोमा पृथ्वी राजमार्ग हुँदै पोखरा पुगिसकेका हुन्छन्। उनीहरू सबैजनाको बस्ने व्यवस्था पोखराका सांसद हरि पाण्डेको घरमा मिलाइएको थियो। भोलिपल्ट अर्थात् ज्येष्ठ 3 गते पोखराको दिपेन्द्र सभागृहमा कास्की जिल्ला सम्मेलन थियो। उक्त कार्यक्रम दिउँसो छिटै सकिन्छ अनि भण्डारी र आश्रित योजना बमोजिम नै अब चितवनतर्फ जाने तर्खर गर्न थाल्छन्। त्यही बेला दिउँसोको 2:40 अमर लामाले रसँग संलग्न व्यक्ति अरविन्द देवलाई कति बजे पोखराबाट हिँड्ने अनि गाडीमा को हुन्छन् लगायतका कुराहरू जानकारी गराउँछन्। यता रद्वारा खटिएका इन्डियन जासुसहरूले पनि अमर लामालाई एसएनटी अर्थात् बालुवाको थुप्रोको कोडनेम र सुती जस्ता कोडनेमहरूको प्रयोग गरेर त्रिशुली नदीको पानीको गहिराईदेखि अन्य सबै कुराहरूको बन्दोबस्त भएको खबर दिन्छन्। त्यस्तै दासढुङ्गामा बस्ने माया श्रेष्ठ, पार्वती गुरुङ र रत्नलाल श्रेष्ठ लगायत 5-6 जनालाई सबै कुरा सिकाएर 3 लाखको दरले पैसा पनि दिइसकिएको हुन्छ। यता पोखराबाट हिँड्नुभन्दा अगाडि गाडीमा पार्टीको झन्डा राखिन्छ। माधव कुमार नेपालले मदन भण्डारी चढेको गाडी चिनाउनका निम्ति बचस्पति देवकोटालाई झन्डा राख्न लगाएका थिए। भण्डारी चढ्ने गाडीमा त्यसअगाडि कहिल्यै पनि झन्डा राखिएको थिएन। करिब 3 बजे गाडी पोखराबाट चितवनतर्फ लाग्छ। गाडी अमर लामाले चलाउँछन्। फ्रन्ट सिटमा मदन भण्डारी बस्छन् अनि पछाडिको सिटमा चाहिँ जीवराज आश्रित र एमाले नेता ऋषि पटेल बस्छन्। गाडी पोखराबाट हिँडे पछाडि ब्लू सर्ट लगाएका पारस प्रधान नाम गरेका व्यक्तिले उक्त गाडीलाई मोटरसाइकलमा पिसा गर्न थाल्छन्। त्यो सँगसँगै 13 जना मान्छे बोकेको एउटा कालो रङको भ्यानले पनि गाडीको पिछा गर्न थाल्छ। कालो भ्यानलाई ड्राइभर थापा कोडनेम ओपिकले चलाउँदै हुन्छन्। यसैबीच राजेन्द्र खेताङको नेतृत्वमा अर्को 13 जना मोटरसाइकलमा र विपिन सिंह कोडनेम उजिरको नेतृत्वमा 15 जना मिनी भ्यानमा मदन भण्डारीको गाडीलाई कुरेर मुगलिनमा बसिरहेका हुन्छन्। मिनी भ्यानका ड्राइभर रञ्जित कारलाई 4 लाख दिएर कुरा मिलाइएको थियो। यीमध्येका विपिन सिंह उजिर चाहिँ एक इन्डियन क्रिमिनल थिए जसलाई जासुसी गर्न रले नै नेपालमा खटाएको थियो। अर्का राजेन्द्र खेताङ चाहिँ उद्योगपति मोहन गोपाल खेताङका जेठा छोरा हुन् र अहिले खेताङ ग्रुपका चेयरपर्सन पनि उनी नै छन्। राजेन्द्र खेताङ, विपिन सिंह उजिर र उनीहरूको टोलीले 1993 फेब्रुअरी 7बाट नै मदन भण्डारीमाथि कडा निगरानी राख्न थालेका थिए, जुन भनेको हत्याकाण्डभन्दा 10 महिना अगाडि हो। अनि हत्याको प्लानिङ चाहिँ रले झन्डै 2 वर्ष अगाडिदेखि नै गरिरहेको थियो। यता माधव कुमार नेपाल र केपी शर्मा ओली चाहिँ रको प्लानमा 3 महिना अगाडि मात्र जोडिएका थिए। 3 महिना अगाडि मात्र जोडिए पनि यो सम्पूर्ण घटनामा वान अफ द इम्पोर्टेन्ट भूमिका केपी ओली र माधव नेपालकै थियो। अब यता मदन भण्डारीको गाडीलाई पिछा गर्दै आएको टोली मुगलिन आइपुग्छ अनि मुगलिनमा कुरेर बसेको टोलीसँग मिसिन्छ। त्यसपछि त्यो समूह सिमतालदेखि लगभग 2-3 किलोमिटर तल योजना अनुरूप तोकिएको ठाउँतिर लाग्छ। हाइवेमा त्यस समय गाडीको आवत जावतलाई नेपाल सरकारले नै बन्द गराएको थियो। त्यही भएर हाइवेमा अन्य कुनै गाडी गुडेकै थिएनन्। अब 5:20 उक्त पजेरो त्यो समूह भएको ठाउँमा आइपुग्छ। उक्त समूहले गाडीलाई बाटोमै रोक्छन् अनि गाडीभित्र छिरेर मदन भण्डारी र जीवराज आश्रित दुवैलाई प्युसिक एसिड र कोडनेम क्लोम सुगाउन प्रयत्न गर्छन्। जीवराजलाई डन्डाले पिटेर तल लगाउँछन् अनि एसिड र क्लोम सुगाउँछन्, तर मदन भण्डारी भने सबैसँग जुझ्न खोज्छन्। त्यसै बेला राजेन्द्र खेताङ र उनका काकाका छोरा प्रेम सिंह खेताङले भण्डारीलाई 4-5 डन्डा लगाउँछन् अनि आँखामा चक्कु रोपेर गम्भीर घाइते बनाउँछन्। यति हुँदा पनि भण्डारी अझै जीवित नै थिए। उक्त घटना हाइवेमै भइरहेको थियो। योजना अनुरूप सडकमा अन्य कुनै गाडी थिएन। तर एक्कासी त्यहाँनिर एउटा ट्रक आइपुग्छ।
उक्त ट्रकमा एकजना ड्राइभर र एकजना सहचालक थिए। ट्रक पोखरादेखि चितवनतर्फ नै जाँदै थियो। त्यसैले ती ड्राइभर र सहचालकले पक्कै पनि त्यो घटना हुँदै गरेको केही देखेका पनि थिए। अब ट्रक आउँदै गरेको खबर पाए पछाडि गम्भीर घाइते भएका भण्डारीलाई जबरजस्ती भ्यानमा कोच्छन् अनि यता पहिल्यै ढलिसकेका जीवराजलाई चाहिँ त्यो समूहले पजेरो गाडीको पछाडि लम्पसार पार्छन्। त्यस पछाडि ती दुई गाडी दासढुङ्गातर्फ अगाडि बढ्छ। पजेरोको सिटमा लम्पसार परेका जीवराजलाई अमर लामाले दासढुङ्गासम्म पुर्याउँछन्, आफू गाडीबाट हाम फाल्छन् अनि गाडीलाई बिस्तारै नदीमा खसालिदिन्छन्। गाडी कतै अड्किने पो हो कि भन्ने सोचेर प्रेम प्रकाश खेताङ र किशोर यादवले गाडी पछि एउटा ठुलो ढुङ्गा पनि खसाउँछन्। गाडीलाई नदीमा खसाए पछाडि अमर लामा ड्राइभर रञ्जित कारले चलाएको भ्यानमा चढेर चितवनतर्फ लाग्छन्। उनलाई पार्टी कार्यालयमा घटनाको खबर ढिलो पुर्याउनु भनेर भनिएको थियो। यता भ्यानमा जबरजस्ती कोचिएका मदन भण्डारीलाई चाहिँ भ्यानभित्र उक्त समूहले मारिदिन्छ र लासको ठेगान लगाउन प्लान बनाउन थाल्छ। अब भर्खरै तपाईँले सुन्नुभएको घटना हामीले आफै रचेर सुनाएका होइनौँ। यो सबै विवरण 2054 सालको जनादेश साप्ताहिक पत्रिका र 2056 सालको नयाँ निष्कर्ष मासिक पत्रिकामा छापिएको कुरा हो। अब यी पत्रिकाहरूको कन्टेन्टमा के छ त, हत्याकाण्डबारे के लेखिएको छ त, त्यसमा जानुभन्दा पहिला यदि तपाईँ नेपालमै बसेर युएस डिग्री हासिल गर्न चाहनुहुन्छ भने MIT यानि कि मोडल इन्स्टिट्युट अफ टेक्नोलोजी तपाईँको लागि राम्रो विकल्प हुन सक्छ। MITले अमेरिकाको इन्टरनेसनल अमेरिकन युनिभर्सिटी IAUसँगको सहकार्यमा नेपालकै बागबजारबाट अमेरिकन डिग्री लिन मिल्ने वातावरण क्रिएट गरेको छ। यसरी केही हदसम्म MITले ब्रेनको समस्यालाई पनि रोक्ने कोसिस गरेको छ। कलेजको एम्बियन्स, इन्फ्रास्ट्रक्चर र यहाँको फ्याकल्टीको कारण छोटो समयमै MIT धेरैको रोजाइमा पर्न सफल भएको छ। अब अहिले MITमा MBA, BBA र BIT को लागि भर्ना खुलिसकेको छ। फरेन डिग्रीहरूको बारेमा अझै मजाले बुझेर डिसिजन बनाउन मन छ भने आई वुड रेकमेन्ड यो एउटा पोडकास्टको लिङ्क र MIT को बारे अझै डिटेल्स डिस्क्रिप्सनमा छ, पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स गेट ब्याक टु द भिडियो। सुरुमा जनादेश पत्रिकामा TN प्रधान र रमेश प्रधानको नामबाट विक्रमसम्म 2054 साल मङ्सिर 17 देखि माघ 7 को बीचमा 7 वटा लेखहरू प्रकाशित भएका थिए। ती लेखहरू सँगसँगै जनादेश पत्रिकालाई प्रमाण स्वरूप उनीहरूले केही विवरणहरू पनि पेश गरेका थिए। त्यस्तै यता विक्रमसम्म 2056 सालमा नयाँ निष्कर्ष भन्ने अर्को मासिक पत्रिकाको ज्येष्ठ अङ्कमा पनि TN प्रधानको आर्टिकल छापिएको थियो। अब यसरी दासढुङ्गा हत्याकाण्डबारे सबै थाहा भएर लेख्ने व्यक्ति TN प्रधान र रमेश प्रधानहरू चाहिँ को थिए त? यी दुईको व्यक्तिगत विवरणमा त हामी अन्त्यतिर आउने नै छौँ, तर सुरुमा चाहिँ उनीहरूले ती आर्टिकलहरूमा के लेखेका थिए अनि तिनले दासढुङ्गा हत्याकाण्डबारे के पोलहरू खुलाए त, यो विषयमा चर्चा गरौँ। सुरुमा अब यी दुई घटना र मितिलाई बुझौँ है त। घटना नम्बर 1, विक्रमसम्म 2048 साल भाद्र 7 गते, यानि कि दासढुङ्गा हत्याकाण्ड हुनुभन्दा झन्डै 2 वर्ष अगाडि भारतीय दूतावासको चौरमा एउटा मिटिङ बस्छ। मिटिङमा जयप्रकाश गुप्ता, रविन्द्रनाथ शर्मा, अर्जुन नरसिंह केसी, ईश्वर पोखरेल र हरविन्दर उरीको उपस्थिति थियो। झरीको समय भए पनि चौर उभाएको थियो। TN प्रधान जो आफै पनि भारतीय दूतावासमा काम गर्थे, उनले उक्त मिटिङको फाइल भोलिपल्ट देख्छन्, जसमा लेखिएको थियो राष्ट्रवादी कम्युनिस्टलाई प्रभावमा पार्न निम्न उपायहरू लगाउने: पैसा, मोजमस्ती, ब्ल्याकमेल र मनोवैज्ञानिक तरिका। घटना नम्बर 2, विक्रमसम्म 2050 साल ज्येष्ठ 2 गते, अर्थात् दासढुङ्गा हत्याकाण्ड हुनुभन्दा एक दिन अगाडिको इन्डियाको जासुस संस्था रको रिपोर्टमा एमाले नेता मदन भण्डारी फ्लाइटबाट पोखरा जाँदैछ। उसको TDS को सबै बन्दोबस्त मिलान भइसकेको छ। कबुतरको पिछा गर्ने बन्दोबस्त पनि मिलाइसकिएको छ। अरू कुराहरू देव ओइरीबाट आउँछ भनेर लेखिएको थियो। यहाँ कबुतर भनेर मदन भण्डारीलाई नै भनिएको हो। भण्डारीको मृत्यु हुनुभन्दा अगाडि उनको नाम लिनुपर्दा रले कसैले नचिनोस् भनेर कबुतर भनेर भन्ने गर्थ्यो। अनि TDS भनेको चाहिँ समाप्त पार्ने या मार्ने भन्न खोजिएको हो। यो शब्दलाई सन् 1970 मार्चबाट भारतमा प्रयोग गर्न थालिएको थियो। अब रको रिपोर्टमा इन्ट्री भएका यी दुई घटनाको बीचको यानि कि झन्डै 2 वर्षको बीचमा आखिर त्यस्तो के भयो जसले दासढुङ्गा हत्याकाण्डलाई मृत रूप दियो त? अथवा अर्को भाषामा भन्ने हो भने मदन भण्डारी र जीवराज आश्रितलाई मार्नै पर्ने के आइपर्यो र कसरी मारियो त?
टिएन प्रधान र रमेश प्रधानको लेख अनुसार कुरा विक्रमसम्म 2048 सालदेखि सुरु हुन्छ, जब तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले इन्डियासँग टनकपुर सन्धि गर्छन्। अब टनकपुर र महाकाली सन्धिबारे त हामीले यसअगाडि भिडियो बनाइसकेकै छौँ, पक्कै पनि हेर्नुभएकै होला। खासमा टनकपुर सन्धि नेपालको स्वाधीनता र संविधान विपरीत थियो। सोही कारणले गर्दा नेपालका प्राय सबै वामपन्थीहरू एकजुट भएर उक्त कदमको विरोध गर्छन्। सडकदेखि सदनसम्मै कुराहरू उठ्छ। अब यसरी विरोध गर्नेहरूमध्ये सबैभन्दा चर्को र प्रभावशाली व्यक्ति थिए मदन भण्डारी। त्यो बेला वामपन्थीहरूमध्ये एमाले सबैभन्दा ठुलो पार्टी थियो अनि मदन भण्डारी उदाउँदो शक्तिको रूपमा स्थापित नेता थिए। त्यसैले सुरुमा मदन भण्डारीले विरोध गरेको देखेर इन्डियाले मदन भण्डारीलाई नै प्रभावमा पार्न खोज्छ, निरन्तर दबाब पनि दिन्छ। तर भण्डारी केही गरी पनि इन्डिया सामु झुक्नेवाला थिएनन्। त्यस पछाडि भण्डारीलाई पैसाले प्रभावित पार्न खोजिन्छ, जसअनुरूप इन्डियाले नेपालमा राजेन्द्र गुप्ता नाम गरेको एक व्यापारीलाई खटाउँछ। राजेन्द्र गुप्ता रको एजेन्ट साथसाथै 9 वटा विभिन्न देशहरूमा व्यापार गर्ने व्यापारी थिए। तर मदन भण्डारीलाई राजेन्द्र गुप्ता अथवा पैसा केहीले पनि रिजाउन सक्दैनन्। अब मदन भण्डारीलाई प्रभावमा पार्न नसके पछाडि इन्डियाले कम्युनिस्टभित्रकै अर्को व्यक्ति खोज्छ र ती व्यक्ति थिए माधव कुमार नेपाल। माधव कुमार नेपाल रले सोचेभन्दा सजिलै प्रभावित हुन्छन्। उनी पैसाको प्रभावमा सजिलै पर्छन् र 1992 एडी मे 1 बाट उनी रको विश्वासपात्र अर्थात् फोकल पर्सन भन्न पुग्छन्। अब माधव कुमार नेपाललाई आफ्नो कन्ट्रोलमा लिए पछाडि इन्डियाले उनलाई एमालेको बलियो नेता बनाउन पहल सुरु गर्छ। जसरी भए पनि मदन भण्डारी भन्दा पनि शक्तिशाली नेता माधव नेपाललाई बनाउनु पर्छ भन्ने दाउ इन्डियाको हुन्छ। नभन्दै त्यो दिन पनि आउँछ। मनमोहन अधिकारीको सरकारमा माधव नेपाल उपप्रधानमन्त्री बन्छन्। अब इन्डियाले उनलाई प्रयोग गरेर उनको भारत भ्रमणको क्रममा टनकपुर र पञ्चेश्वर सहितको प्याकेजमा उनलाई राजी गराउँछ। तर अगेन उनको यो कदमको विरोध फेरि पार्टीभित्रैबाट हुन्छ र सबैभन्दा बढी विरोध गर्ने व्यक्ति तिनै मदन भण्डारी थिए। यसरी मदन भण्डारी इन्डियाको लागि पूर्ण एकचोटि तगार बन्छन्। इन्डियाले नेपालमा जुन प्रकारको दबदबा कायम गर्न चाहन्थ्यो, जस्तो पोलिटिकल खेल खेल्न चाहन्थ्यो, भण्डारी हुन्जेल त्यो सबै असम्भव जस्तै थियो। त्यसैले इन्डियाले एमाले भित्रकै अन्य नेताहरूलाई माधव कुमार नेपाल जसरी नै प्रभावित पार्न खोजिरहन्छ। अब विक्रमसम्म 2047 सालको पुसमा विराटनगरमा भएको एमालेको कार्यक्रममा मदन भण्डारीले दिएको भाषण भारतीय दूतावासका मान्छेहरूले पनि सुन्छन्। भण्डारीको प्रभाव देखेर भारतीय दूतावास जसरी पनि भण्डारीलाई प्रभावित पार्न चाहन्थे। तर भण्डारी दरबारबाट पनि घेरिएका छन् भन्ने खबर दूतावासलाई थियो। त्यही भएर अब दूतावासलाई दरबारसँग नजिक भएको मान्छे चाहिएको थियो, जो माधव कुमार नेपाल जस्तै सजिलै हात पर्न सकोस्। अनि अलिकति रिसर्च गर्दा त्यस्तो मान्छे पत्ता लाग्यो पनि, केपी शर्मा ओली। विक्रमसम्म 2047 सालसम्म रले एमालेका सिपी मैनालीलाई प्रभावशाली नेता मान्थ्यो। केपी ओली रको नजरमा परेकै थिएनन्। तर केपी ओलीसँग एउटा गुण थियो जुन सिपी मैनालीसँग थिएन। ओली त्यति बेला दरबारिया थिए, अर्थात् राजासँग नजिक मानिन्थे। विक्रमसम्म 2045 साल मङ्सिर 27 गते केपी ओली राजासँग भेट गर्न जाँदाखेरिको पत्रबाट उक्त कुरा प्रष्ट भएको थियो। त्यसैले अब 2048 सालको आम चुनावपछि रले केपी ओलीलाई एप्रोच गर्छ र उनी पनि सोचेभन्दा सजिलै प्रभावित हुन्छन्। अब 1993 जनवरी 21 कोडनेम SI 2779 को सञ्जीव नामको रिपोर्टमा लेखिएको छ, नेपालजीद्वारा यानि कि माधव नेपालद्वारा भण्डारीको रेखदेख गर्न मान्छेहरू लगाइएको छ। भण्डारीका ड्राइभर अमर लामा र पार्टीभित्रकै मान्छेहरूलाई हामीले यानि कि रले आफ्नो प्रभावमा पारी काम फत्ते गर्ने प्रयास भएको छ। मदन भण्डारीलाई समेत झुकाएर नेपालजीले टनकपुर विषय उठाउनु भएको कुरा खुलिहाल्यो भने हाम्रो बाटो बन्द हुन्छ। त्यसैले तुरुन्तै भण्डारी र आश्रितलाई कुनै अवस्थामा समाप्त पार्नै पर्ने देखिन्छ भन्नेमा यहाँ धेरैको सहमति छ। रले यसरी माधव कुमार नेपाललाई प्रयोग गरेको कुरा रिपोर्टमै खुलाएको थियो। त्यस्तै स्पेशल इन्भेस्टिगेसन पावर विभागका सौबल कोडनेम SI 18276 को फेब्रुअरी 12, 1993 को रिपोर्ट अनुसार भण्डारीको TDS को लागि नेपालजी, ओलीजी, वंशीधर मिश्रजी र भीमश्रेष्ठजी सहमत हुनुहुन्छ अनि मदन भण्डारीको समय नेपालजी र ओलीजीबाट थाहा हुन्छ भनेर पनि लेखिएको थियो। त्यस्तै एमाले पार्टीभित्रका नेताहरूलाई आफ्नो बनाउन इन्डियाले भारतीय दूतावास मार्फत पोलिटिकल डोनेसनको नाममा एमाले पार्टीलाई 2000 मिलियन रुपियाँ रकम दिएको कुरा यो पत्रमा देख्न सकिन्छ। 2000 मिलियन यानि कि 2 अर्ब रुपियाँ। इन्फ्लेसनलाई कन्सिडर गर्ने हो भने त्यति बेलाको त्यो रकम आजको दिनमा 16-17 अर्ब जति हुन जान्छ।
जे होस् पत्रको क्याप्सनमा लेखिएको छ भारतीय दूतावास मार्फत एमालेका नेताहरूले पैसा प्राप्त गरिसके पछाडि सो सूचनालाई बोधार्थ मार्फत विभिन्न विभाग र साउथ ब्लकको कार्यालयसम्म जानकारी दिएको एक पत्र। त्यस्तै पैसाकै कुरा गर्दा रमेश प्रधानले लेखेको यो आर्टिकल यो मेरो सानो भनाइ जनादेश 2054 साल माघ 7 मा उल्लेख भए अनुसार यसका लागि अर्थात् मदन जीवराजको हत्याका लागि भारतले 6 लाख रुपियाँ नेपालको एक गैर सरकारी संस्थालाई विभिन्न नेतालाई प्रभावित गर्न दिएको कुरा एसडी त्रिपाठीको रिपोर्टमा उल्लेख छ। त्यस्तै पी नेपाल अर्थात् माधव कुमार नेपाललाई प्रभाव पार्न र घर बनाउन पनि सहयोग गर्नु परेको भनेर उल्लेख भएको छ। त्यस्तै गरी हत्या प्रसङ्गको लागि भनेर $2 लाख अगाडि र $2,500,000 हत्या पछाडि प्याकुरेलले बुझेको कुरा पनि उल्लेख छ। अब त्यति बेला यसरी दासढुङ्गा हत्याकाण्ड सम्बन्धी एकदमै गोप्य रिपोर्टहरू एकपछि अर्को गर्दै जनादेश पत्रिकामा आए पछाडि देशैभरि ठुलो तल्का मचिन्छ। एकपछि अर्को आर्टिकलमा केपी ओली माधव नेपाल जस्ता एमालेका नेताहरू नै मदन जीवराजको हत्यामा संलग्न देखिएपछि एमाले झन् बदनाम हुँदै जान्छ र बिस्तारै यिनै आर्टिकलको प्रभावले धेरैले एमाले पार्टी परित्याग्ने गर्छन्। एमाले आफूलाई डिफेन्ड गर्दै विज्ञप्ति निकाल्छ। पार्टी र सम्बन्धित नेताहरूलाई बदनाम गर्ने नियत हो भन्दै बचस्पति देवकोटाले विक्रमसम्म 2054 साल मङ्सिर 24 गते यसरी प्रेस विज्ञप्ति निकाल्छन्। यस्तो हुँदै जाँदा एउटा पोइन्टमा पुगेपछि एमाले पनि टिएन प्रधान र रमेश प्रधानलाई लुकेर लेख्नुको साटो प्रमाणसहित खुल्ला मैदानमा आउन चुनौती दिन्छ। अनि बिस्तारै जनताहरूमा पनि को हुन् त टिएन प्रधान र रमेश प्रधान अनि उनीहरूले लेखेको कुरा साँच्चीकै सत्य हो त भन्ने प्रश्न उत्पन्न हुन्छ। यो पोइन्टसम्ममा पत्रिकामा उनीहरूको नामसँग ठेगाना मात्र आउने गर्थ्यो। टिएन प्रधान दार्जिलिङ भारत अनि रमेश प्रधान इलाम। जनताहरूले अब उनीहरूको परिचय खोजिरहेका थिए। उनीहरूको अथेन्टिसिटीमाथि नै प्रश्न उठाइरहेका थिए र यसको उत्तर उनीहरूले दिन्छन् पनि, आफ्नो परिचय खुलाउँछन् पनि। तर उनीहरूको परिचयमा जानुभन्दा पहिला भिडियोको सुरुमा हामीले दासढुङ्गा हत्याकाण्ड हुँदै गर्दा एउटा ट्रकको कुरा गरेका थियौँ जुन घटना घट्दै गर्दा पछि पछि आउँदै थियो। यो ट्रकसँग सम्बन्धित कुरा चाहिँ नयाँ निष्कर्ष पत्रिकामा छापिएको थियो। घटनास्थलमा पछि पछि ट्रक आउने कुरा रको योजनाभन्दा बाहिरको कुरा थियो। हाइवे नै पुरै ब्लक गरिएको अवस्थामा कसैले पनि ट्रक आउला भन्ने सोचेकै थिएन। तर ना अ ख 620 नम्बर प्लेट भएको एउटा ट्रक पजेरोको पछि पछि आउँछ। ट्रक आउँदैछ भन्ने खबर पाए पछाडि सबैजना हत्त नपत्त फेरि गाडीभित्रै छिर्छन्। जीवराज आश्रित अमर लामाले चलाएको पजेरोको पछाडि लम्पसार थिए। ट्रक अघि अघि हिँडेको पजेरोलाई अब योजना बमोजिम दासढुङ्गाबाट खसाल्नुपर्ने थियो। दासढुङ्गा आइपुग्नै लागेको थियो। 81 अमर लामाले गाडीको गियर घटाउँछन् र 1 गियरमा झार्छन्। अगाडिको गाडीले 81 गियर डाउन गरेर 1 मा पुर्याएको देखेर ट्रक चालक छक्क पर्छन्। अनि त्यतिकैमा अमर लामा गाडीबाट फुत्त नदीको डिलमा रहेको भुसको थुप्रोमाथि आम फाल्छन्। अनि यता गाडी चाहिँ बिस्तारै गुडेर नदीमा खस्छ। गाडी नदीमा खसेको देखेर पछाडि पछाडि आइरहेको ट्रक ड्राइभर निकै डराउँछन् र चाँडो चाँडो नारायणघाटतर्फ लाग्छन्। नारायणघाट पुगे पछाडि सहचालकलाई ड्राइभरले घर जानु भनेर भन्छन् र आफू पनि फरार हुन्छन्। ती सहचालकको नाम थियो सुन्दर लामा। उनी मोरङ जिल्ला लेटाङ गाविस वार्ड नम्बर 6 का बुवा हस्तबहादुर लामा र आमा गङ्गामाया लामाको एकमात्र छोरा थिए। घटना घटेको पर्सिपल्ट ज्येष्ठ 5 गते सुन्दर आफ्नो घर मोरङ पुग्छन् र आफूले देखेको घटना अरूलाई सुनाउन थाल्छन्। तर उनको कुरालाई त्यो बेला कसैले वास्ता गर्दैन। एकैचोटि विक्रमसम्म 2052 साल श्रावण 21 गते यानि कि दासढुङ्गा हत्याकाण्ड भएको 2 वर्ष पछाडि सुन्दर लामाको खोजी गर्दै केही व्यक्तिहरू उनको घरमा आइपुग्छन्। खोजी गर्ने व्यक्तिहरूमध्ये एक थिए एमालेका लेटाङ गाउँ कमिटी सचिव भूपेन्द्र लावती। भूपेन्द्र लावती र अन्य स्थानीय एमालेकै कार्यकर्ताहरूले तत्कालीन गृहमन्त्री केपी ओलीको आदेशमा सुन्दरलाई काठमाडौँ लिएर जान्छन्। काठमाडौँ जाँदा सुन्दरसँग उनकी आमा पनि सँगै जान्छन्। काठमाडौँमा आमा छोरालाई होटलमा राखिन्छ अनि सरकारी गाडी चढाएर काठमाडौँ वरिपरि घुमाइन्छ। त्यसबेला केपी ओलीको आयोगले सुन्दर लामा र ट्रकका ड्राइभरसँग पनि बयान लिन्छन् तर उक्त बयान कहिल्यै पनि सार्वजनिक हुँदैन। अब 15-20 दिनको घुमघाम पछि चाहिँ सुन्दर लामालाई केपी ओलीकै पहलमा विदेश यानि कि अरब पठाइन्छ। छोरालाई विदेश उडाए पछाडि आमा घर फर्किन्छन्। विदेश गएको 2 वर्ष 2 महिना पछाडि केही अज्ञात व्यक्तिहरूले सुन्दर लामाको बुबा र आमालाई केही पैसा घरमा आएर दिन खोज्छन्। चिन्तित भएर बसेकी सुन्दरकी आमा गङ्गामायाले पैसा दिन आएका ती व्यक्तिहरूलाई मेरो छोरो पनि देऊ नत्र पैसा लिन्न तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु भनेर भन्छन्। त्यसको केही दिन पछाडि सुन्दर लामा आफ्नो घर फर्कन्छन्। अब केही दिनको घरको बसाइ पछाडि सुन्दरलाई फेरि 5 वर्षको भिजा मिल्यो, तुरन्तै काठमाडौँ आउनु पर्यो भन्ने खबर आउँछ र फेरि उनी काठमाडौँ जान्छन्। तर यो पटक यसरी काठमाडौँ लागेका सुन्दर कहिल्यै घर फर्कँदैनन्।
सुन्दरबाट न त परिवारलाई त्यस पछाडि कुनै चिठी आयो न त कुनै पैसा नै। उनी एक्कासी गायब हुन्छन्। अब सुन्दर लामाको यो कथा पछाडि अलिकति विद्यादेवी भण्डारीकै कुरा गरौँ। टिएन प्रधानले आफ्नो एउटा आर्टिकलमा यो पत्र छपाएका थिए। विक्रमसम्म 2050 साल 2 महिना 9 गते लेखिएको उक्त पत्रको मिति दासढुङ्गा हत्याकाण्ड भएको 6 दिन पछाडिको हो। पत्रको क्याप्सनमा लेखिएको छ, विद्या भण्डारीलाई राजेन्द्र खेताङले पैसा दिएको प्रमाण। पत्र अलि अस्पष्ट नै भए पनि मजाले हेर्ने हो भने केही कुराहरू अझै पनि पढ्न सकिन्छ। अति सम्माननीय नेताज्यू, जय माताले सधैँ भल चिताउन्। हजुर बिजी भएको नाताले फोनमा सानो कुरा मात्रै भयो, त्यसमा ठिक पनि हुँदैन। ईश्वरजी कमरेडले 10 पेटी लग्नु भयो, अर्को ठुलो पेटी हजुर आफै आइसियोस्, नत्र कोहीलाई खामबन्दी गरी म अर्को महिनाको पहिलो दिन नभए अर्को दिन त्यहाँ पठाइदिन्छु। जय माताले सधैँ भलो गरून्। अब यो बाहेक पनि टिएन प्रधान र रमेश प्रधानले आफ्ना आर्टिकलहरूमा घटनाको बारेमा धेरै इन्ट्रेस्टिङ कुराहरू लेखेका छन्। एउटा आर्टिकलमा लेखिएको छ, मदन भण्डारीको हत्या पछाडि उनको घरमा पार्टीकै एकजना मान्छेलाई पठाएर माधव कुमार नेपालले भण्डारीको कागजपत्रहरू सबै आफ्नो घरमा ल्याउन लगाउँछन्। ती सबै कागजको अध्ययन गरेर आवश्यक कागजपत्रहरू भारतीय दूतावास र अमेरिकी दूतावासमा बुझाइन्छ अनि अनावश्यक कागजहरूलाई चाहिँ भारतीय जासुससँगको उपस्थितिमा बागमती किनारको पुल नजिकै जलाइन्छ। अब चाहिँ लागौँ टिएन प्रधान र रमेश प्रधान को थिए त भन्ने प्रश्नमा। उनीहरूको बारेमा धेरै टिका टिप्पणी हुन थालेपछि 2054 साल पुस 22मा जनादेशको सञ्चालक तथा सम्पादक गोपाल चिन्तन र जनक पाठकले रमेश प्रधानको परिचय भन्दै एउटा आर्टिकल छाप्छन्। रमेश प्रधान र उनको परिवार विराटनगर 22मा 2 तलाको घर बनाएर बसेको छ। उनीहरूको घर इलाम र विराटनगर दुवै ठाउँमा छ। कुनै समय उनी आफू एमालेको विद्यार्थी सङ्गठन अनेरा सेवकीको सामान्य कार्यकर्ता समेत थिए र मदन भण्डारीलाई 5-7 छाक भात पकाएर पनि खुवाएका थिए। त्यस्तै उनले काठमाडौँको शङ्करदेव क्याम्पसबाट एमकम अनि टियुबाट अर्थशास्त्रमा एमए गरेका थिए र त्यो बेला चाहिँ उनी एउटा ट्राभल एजेन्सीमा कार्यरत थिए। आफ्नो चिनिने नाम रमेश नै रहेको तर जात भन्ने नेवार प्रधान नभइकन आफूले प्रधान टाइटल राखेको भनेर त्यो आर्टिकलमा उनको परिचय खुलाइएको थियो। अब यता टिएन प्रधानको बारेमा चाहिँ नयाँ निष्कर्ष पत्रिकामा छापिन्छ। टिएन प्रधान अर्थात् तीर्थनारायण प्रधान न्यू दिल्लीको गृह मन्त्रालयबाट सरुवा भएर काठमाडौँको भारतीय राजदूतावासमा कार्यरत थिए। टिएनको बसाइ लाजमीपातमै थियो। 1990 डिसेम्बर 11मा उनी दूतावासको सेक्युरिटी विङबाट पोलिटिकल विङमा ट्रान्सफर भएका थिए। त्यसपछि 9 वर्षको आफ्नो कार्यकालमा उनलाई नेपालको सबै राजनीतिक मामलाको खबर भइसकेको थियो। पोलिटिकल विङमा काम गर्न थाले पछाडि टिएन प्रधान अघि हामीले भनेको अरविन्द र उरीको अन्डरमा काम गर्न पुग्छन्। त्यही समयमा उनले दासढुङ्गा हत्याकाण्डको बारेमा पनि सबै जानकारी र पत्रहरू पाउँछन्। आफूले जागिर छाडे पछाडि पत्रिकामा लेख्छन्। उनको बारेमा यो परिचयसँगै पत्रिकामा उनको फोटो पनि आएको थियो। यसरी पत्रिकामा उनको फोटो नै आएपछि र दूतावासभित्रकै मान्छे हो भन्ने भए पछाडि उनले लेखेका सबै कुरा जनताले विश्वास गर्दै जान्छन्। अब यो सबै कुरा हुँदै गर्दा त्यसको केही महिना पछाडि अर्को निकै अचम्मको कुरा हुन्छ। विक्रमसम्म 2056 भाद्र 14मा नयाँ निष्कर्षले यसरी एउटा प्रेस विज्ञप्ति निकाल्छ, जसमा लेखिएको छ, तत्कालीन एमालेको 6औं महाधिवेशन पूर्व एमाले र नेतृत्वदायी व्यक्तिहरूको चरित्र हत्या गरी जनविश्वास ध्वस्त पार्ने उद्देश्यले तत्कालीन फरक मतका प्रभावशाली नेता सीपी मैनालीको नेतृत्वमा एक गोप्य टोली सक्रिय भएको र त्यस टोलीका सदस्यहरूले नै टिएन प्रधानको नामबाट नयाँ निष्कर्षमा लेख छापेका थिए। 3 वर्ष अगाडिदेखि नयाँ निष्कर्षमा प्रकाशित टिएन प्रधान धारावाहिक कथाको परिकल्पनाकार पनि उनीहरू नै हुन् भनेर लेखिन्छ। त्यस प्रेस विज्ञप्तिमै टिएन प्रधान भनेर छापिएको उनको फोटो उनको नभइकन भारतका पत्रकार तथा सांसद कुलदीप नयरको हो भनेर पनि लेखिएको हुन्छ। अब आफूमाथि लागेको आरोपको खण्डन गर्दै सीपी मैनालीले हाम्रो पार्टीमा विवाद थियो तर विज्ञप्तिमा लेखेअनुसार हाम्रो केही संलग्नता छैन, टिएन प्रधान र रमेश प्रधानले भनेका केही कुराहरू सत्य हुन् भनेर भन्छन्। त्यो पछाडि टिएन प्रधान र रमेश प्रधानका आर्टिकलहरू फेरि कहिल्यै आउँदैनन्। उनीहरूले दासढुङ्गाको विषयमा उठाएका कुराहरूको खण्डन पनि कसैले गर्दैन। अन्त्यमा उनीहरूको एक्जिस्टेन्समाथि नै प्रश्न उठाएर उनीहरूले भनेका कुराहरू नै झुटा हुन् भनेर न्यारेटिभ बनाइन्छ। तर जे जति रका प्रमाणसहित कुराहरू उठाइएको छ, के ती सबै झुटा हुन् त? गलत हुन् त? के तिनमा कुनै सार छैन त? गलत हुन् भने गलत हुने प्रमाण पनि देखाउनु पर्यो नि। यो गम्भीर प्रश्न फेरि पनि तेर्स्याउन मिल्छ। मदन आश्रितको यो हत्याकाण्ड म जन्मनुभन्दा अगाडिको घटना हो, जसको कारणले हामीले अनफिल्ड रिसर्च गर्न सक्ने कुरै भएन। आर्टिकल, बुक्स र केही व्यक्तिको भनाइमा आधारित रहेर हामीले दासढुङ्गासँग सम्बन्धित यी भिडियोजहरू निकाल्यौँ। प्रमाणहरू स्क्याटर्ड छन् तर डट्सहरू भने अझै पनि कनेक्ट गर्न मिल्छ।
माथि नाम आएका केही व्यक्तिहरू अझै जीवित नै रहेकाले सरकारले चाहने हो भने अझै पनि अनुसन्धान र खोज गर्न मिल्ने ठाउँहरू छन्। अब यो सबै घटना रिसर्च गरेर यी भिडियोजहरू बनाएपछि हामीलाई के लाग्छ त? टिएन प्रधान र रमेश प्रधानले लेखेका कुराहरू झुट हुन् भन्नलाई किन झुट हुन् भन्ने प्रमाणहरू देखाउन आवश्यक छ र त्यो प्रमाण कसैले पनि नदेखाएका कारणले शङ्का गर्न सक्ने ठाउँ त टन्नै छ। र अर्को कुरा, सतीले सरापेको हाम्रो देशमा राम्रा मान्छेहरूको सबैले यसरी खुट्टा तान्छन् नै। बाँकी त सत्य लुकाएर लुक्दैन, पाप धुरीबाट कराउँछ नै। हस्त, थ्याङ्क यू फर वाचिङ।